सो गाइज हामी आइसकेको छु भाइरल प्लेसमा अनि खास त मान्छेहरू कोही पनि नरहेछ। सो हामी चाहिँ अनि बेलुका आएको किनभने हल्का रमाइलो हुन्छ कि भनेर आएको तर कोही छैन है। सो अनि भाइ त भाइ भाइले नि त्यो त हिरै भाइले नि हामी त बुढो भयो मुलुते भए पनि गिद्दीमा छ धेरै ताकत हैन र अनि अब त हाम्रो त एज पनि गएको जस्तो लाग्छ। त्यही भएर होइन फाइनल गाइज हामी चाहिँ अब अलिकति लेजेन्ड टाइपको हुनुपर्छ रहेछ। अनि सो अनि कति दिनपछि आज म यो ठाउँमा आउँछु भन्थेँ। फाइनली गाइज म चाहिँ आइपुगेको छु अनि यहाँ चाहिँ हल्का सही छ है, भ्यू चाहिँ सही रहेछ। तर जस यहाँ बसेर भिडियो बनाउनु चाहिँ बबाले एकदम बबाले हुन्छ है, भिडियो चाहिँ सही निक्लिन्छ तर हल्का यसलाई एडिट गर्नुपर्छ। अनि जस पायरले यो पनि राखेको रहेछ तर अलिकति कम चाहिँ राखेको रहेछ। जस राम्रो गर्नु खोजेको राम्रै हुन्छ, राम्रो बनाएको सामान त होइन। अनि घाम पनि सो हेर्नु डुब्न लागिसक्यो, घाम डुबिसकेको अवस्था। अनि हामी पनि खास आउने थिएन, म भाइले गरेर जम्नु भनेको भएर मात्रै भाइ पौडी खेल्ने रे लैचुट हालिदिनु भाइ भिडियोमा कट गरेर त्यो भिडियो प्लस गरेर यो छड्के पाराको भिडियो हो नि त। अनि अब हामी चाहिँ घरतिर जाने हो। मलाई आउनु रमाइलो यहाँ आउँ जस्तो लागेको थियो। तर दारू पानी सानी ल्याएको भए चाहिँ मजाले बेलुकासम्म बस्थ्यो। तपाईँहरू शनिबार चाहिँ आउनुहोस्, मान्छे चाहिँ यहाँ लोड हुन्छ है। यो पुरै भर्छ, यो ठाउँ छ नि यो खाली ठाउँहरू सब भर्छ, यो खाली ठाउँहरू सबै भर्छ। त्यही भएर शनिबार आउनु।